हेलो वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म गर्न गइरहेको छु गेट रेडी विथ मी सावन एडिसन। फर्स्टमा चाहिँ मैले मेरो पिम्पलको औषधि लगाइसकेँ, त्यो लगाएर चाहिँ एकछिन छोड्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ नर्मल मोइस्चराइजर लाउनुपर्ने हुन्छ। तर अनि डक्टरले चाहिँ औषधि युज गर्नुजेलसम्म मोइस्चराइजर युज नगर भन्नुभएको थियो, किनभने मेरो वाटर बेस होइन क्रिम बेस हो, त्यही भएर ओइली स्किन छ, त्यही माथि एक्ने प्रोन स्किन छ। त्यही आजको मेरो आउटफिट चाहिँ यो कुर्ता सावन छ नि त। मैले चाहिँ यो सनस्क्रिन युज गर्छु युभी डक्सको जेल बेसमा हो, अनि यसले मेट फिनिस पनि दिन्छ फेसमा। एक्ने प्रोन स्किनको लागि अथवा एक्ने प्रोन विदाउट एक्ने प्रोन भयो नि, ओइली स्किनहरूको स्किन न मेरो जस्तो एक्ने स्पोर्ट्सहरू छ भने चाहिँ त्यसको लागि नै धेरै राम्रो हो यो। चाहिँ अफिस जान हल्का लेट भइसक्यो, त्यही भएर फटाफट गरौँ। योभन्दा अगाडि चाहिँ मैले फर्स्ट मनडेको भ्लग हालेको थिएँ, त्यो बेलामा चाहिँ मैले यस्तो गेट रेडी विथ मीहरू बनाइनँ। किनभने रिजन छ है, किनभने चाहिँ म पिरियड भएको थिएँ, सो मन्दिरहरू जस्तो केही जान नि पाइनँ। त्यही भएर मैले फर्स्ट साउनमा चाहिँ गेट रेडी विथ मीवाला भ्लग बनाउने। यो साउनमा चाहिँ कुर्ता नि लगाएको थिएँ, चुरा नि लाउँछु, मेहन्दी नै छ, सो वाइ नट भनेर चाहिँ गेट रेडी विथ मीवाला भ्लग अर्को युज गरेको थिएँ नि। फेरि अहिले डक्टरलाई देखाएर यो युज गरेँ नि। टिन्टेड सनस्क्रिन युज गर्छु म चाहिँ फेरिको। सकिन आँटे निस्किन्छ कि निस्किन। डबल सनस्क्रिन, डबल प्रोटेक्सन। लाइफमा जति नै इन्सेक्युरिटी भयो नि, स्किनलाई चाहिँ सेक्योर बनाउनु पर्छ है। मलाई टिन्टेड सनस्क्रिनबाट चाहिँ यो एकदमै मन पर्छ। एक त मेरो स्किन कलरको छ, अर्को स्किनमा यसरी घुलिन्छ कि थाहा नै हुँदैन हजुरहरूले कुनै टिन्टेडवाला सनस्क्रिन लाउनु भएको हो ओर यो नेचुरल स्किन हो। सो यसको फिनिस पनि एकदम राम्रो छ, वाइट स्कार्ट्सहरू केही छोड्दैन, फेसलाई के बनाउँदैन। आज चाहिँ काम अफिसमा धेरै छ, तर काम माने हुँदै गर्छु, रेडी हुनु चाहिँ छोड्नु भएन। कतिपयले चाहिँ सोच्नु होला होइन स्किन एक्ने प्रोन छ भने स्किन मेटी दले पिम्पल किन होला। पिम्पल मेकअपले मात्र आउने होइन, धेरै कुराले आउने रहेछ। यो चाहिँ मलाई नै डक्टरकोमा गएपछि बल्ल थाहा भयो। एउटा फुड, सुगर, हर्मोन्स, ब्लड, सबै कुरा, नट ओन्ली मेकअप प्रडक्ट, नो, स्किन केयर पनि गर्नुपर्छ। पहिला अब मनले काम गर्नुभन्दा अगाडि चाहिँ मेकअप गरेँ नगरेँ केही हुँदैन थियो, लाइक आइएम फाइन विथ द्याट। मात्रै पढ्दाखेरि चाहिँ मलाई यत्तिकै गइन भइहाल्छ भनेर के गरिदिन्थेँ। तर अहिले चाहिँ मलाई मिनिमम पनि टिन्टेड सनस्क्रिन, ब्लस, आई स्याडो र मस्कारा बिना चाहिँ म निस्किन्न। मैले चाहिँ यो ब्लस युज गर्छु अफिसमा जाँदा। अनि मैले अब कुर्ताहरू केही इभेन्टहरू अथवा अब मेरो मुड चल्यो भने चाहिँ पिङ्क, यसको होइन, योभन्दा हल्का पिङ्क सेड युज गर्छु। यो चाहिँ हल्का न्यू सेड छ नि, स्किनमा नेचुरल ब्लस जस्तो नि देख्छ। पिङ्कवाला चाहिँ हल्का ब्लस हेला जस्तो देख्छ। म धेरै ब्लस पर्छ नै, आइम नट द्याट। मेरो मस्कारा बेचत नहानिदिनु होला कमेन्टमा गएर, थाहा छ मैले यो धेरै युज गरेकोहरू खाली भइसक्यो। धेरै न्युड सेडहरू छ, त्यही भएर म डेली बेसिसमा युज गर्ने यो सानोवाला हो। योभन्दा बाहेक मसँग दुईवटा अझै मस्कारा प्यालेट छ। सरी, योभन्दा बाहेक मसँग दुईवटा अझै आई स्याडो प्यालेट छ।
9 बजी पुग्नुपर्ने 8 बजी निस्किनु पर्ने तर मिल्यो नि आज ढिलो मान्छे युजली यो ब्राउन सेड र यो न्युडिस पिङ्क सेड युज गर्थेँ आज चाहिँ वाइटिस पिङ्क भनौँ ब्लसी पिङ्कवाला सेड युज गरेँ किनभने अफकोर्स कुर्तामा गइरहेको छ एज आई सेड म मस्कारा पनि निस्किँदैन दिस इज मैले यो लिएको 3 महिना भयो एन्ड माई फर एभर फेभरेट मस्कारा भोल्युमको यसले यस्तो फिनिस दिन्छ आइल्यासेसलाई भोल्युमाइज पनि दिन्छ प्लस ल्यासेस अब जसको ल्यासेस हुँदैन नि उहाँहरूको भिजिबल नि बनाइदिन्छ सी द डिफरेन्स म गाजल नि लाउँथेँ होला तर डे टु डेली बेसिसमा म लाउँथिनँ लिपस्टिकमा चाहिँ यो लिपस्टिकमा चाहिँ यो सेट युज गर्छु म यो चाहिँ यस्तोवाला सेट छ हल्का ओरेन्ज र ब्राउनको मिक्स छ एलोमा पर्फेक्ट जान्छ यो चाहिँ मैले लाउँछ नि यस मन टक्छ यतिकै त मन छिराउन आउँदैन सो वी गर्न पुट सम क्रिम Look at this screen. साउंड इससे कोई भी ला दो यार सो यही हो अब म चाहिँ लिपस्टिक लाउँछु अनि मेरो गेट रेडी विथ मी चाहिँ सक्यो थ्याङ्क यू सो मच फर वाचिङ लाइक सेयर सब्सक्राइब बाई बाई